नमस्कार भन्न चाहन्छु सबैजनालाई फेरि पनि। तर किनभने यो भाइले कतिचोटि चाहिँ फेरि पनि नमस्कार भन्ने होला है, त्यस नभन्नु होला प्लिज। तर किनभने यो पनि एउटा मैले मान सम्मान हो तपाईँहरू माझ। तर किनभने म चाहिँ फेरि अहिले हामी यता नुवाकोट जिल्ला हाम्रो तोङ्जे टोल नाडाङ बुद्धपारा है मेरो घर चाहिँ। त्यहाँदेखि म चाहिँ अब सिन्धुपाल्चोकको हाम्रो हेलम्बा गाउँपालिका मेलाम्ची झ्याङको स्कुलमा एकजना नानीलाई पुऱ्याउन जाँदैछु र यति भन्दै साथीहरूलाई के कस्तो लाग्छ त्यो एन्सरको तपाईँहरूले कमेन्ट सेयर पनि गरिराखिदिनु होला प्लिज 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 है। मेरो दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई म फेरि पनि दुई हात जोड्न सक्छु। तर किनभने तपाईँहरूले मलाई फलो गर्नु न, खोइ फलो गर्न भएको फलो गर्नु न तपाईँहरूले। तपाईँहरूले यति फलो गर्नु भयो भने म तपाईँहरूले पनि फलो गरिरहेको छु र कमेन्ट पनि गरिरहेको छु तपाईँहरूलाई। र यति भन्दा किनभने फेरि मैले यो भिडियोमा चाहिँ माथि सरर लेखेर राखेको छ नि त तपाईँको मैले च्यानलको नाम है, यति सब्सक्राइब पनि गरेर राख्थिनँ होला। तर किनभने तपाईँहरूले सब्सक्राइब गर्नुभएको छ त्यो मान्छेहरू मलाई कमेन्ट गरेर राख्दिनु होला। तपाईँहरूलाई पनि म रिप्लाई गर्न सक्छु। तर किनभने सब्सक्राइब फेरि तपाईँहरूलाई पनि म गरेर दिन सकिन्छ है त। तर किनभने बाटोमा अवस्था हेर्दा है बाटो चाहिँ। तर के गर्ने, थाकिन्छ लास्टमा यस्तो अप्रोडमा बाइक चलाउँदा है। तर के गर्नु चाहिन्छ यो भाइ, हुन त गाउँघरको बाटो भने जस्तो त कहाँ हुँदो र होइन। म चाहिँ अहिले यता सेरा आइपुगेको छ है, हाम्रो सिन्धुपाल्चोक भन्ने ठाउँमा हेर्छ। अब हामी चाहिँ यहाँ चानौडे बजार आइपुगेछ है साथीहरू। राम्रोसँग हेर्न सक्नुहुन्छ तपाईँहरूले चानौडे बजारमा हाम्रो नानीले चाहिँ यहाँ उहाँको स्कुलको डेजहरू अनि छताहरू के सामानहरू किनिरहनु भएको छ। यस्तो छ अनि के गर्नु त, लड्यो बिचरा बाबुलाई। ए गाह्रो छ, बाटो यस्तो छ। देखो है यो चाहिँ पहिला एकचोटि बाहिर पहिरो आएको थिएँ नि, यहाँदेखि आएको हो नि तपाईँको, हेर्नु सक्नुहुन्छ। हेलो तेरे चौक पे तो आ जा सर। तेरा ये ती चौक पे आपको रचा लो तोर त एकछिन तरे। अनि यहाँ चाहिँ हामी चाहिँ चोकपो खोला है, नगदे र मेलाम्चोकको बिचमा चाहिँ यस्तो छ तपाईँको बाटो। लास्टै खतरा छ। यस्तो डेन्जर बाटो। हुट 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 ओके फाइनली साथी हो। तर किनभने म मेलाम्ची झ्याङ आइपुगिसकेको छ है, अहिले पनि यहाँ हामी खाजा खान लागेको छु।